चिनी त्यो डाँडा घुमेर आउँला हामी एकछिन के भनौँ तुम्बा र तुम्बा यसरी मासु है साँच्चै माछा पो रहेछ ल ल साँच्चै माछा ल जम ल माछा साँच्चै माछा पाइले ल जम जम ल माछा हो र यार माछै हो र त्यो होइन माछै हो माछै रहेछ माछै हो ल जाउँ त एउटा समातेर ल्याऊँ ल ल ल जम जम जहिले समाते जाऊ पुरस्कार ल माछै रहेछ यो त जन्छ हो अहिले मात्रै होला यस्तो भएको त हावाले होला क्या प्रतिनिधि बनाएको माछै हो र नानी हो माछा होइन नि यो माछा हो माछै हो तांगे हुई सुबह तांगे में ताऊ दी क्या है तो छोड़ गई थी बा वही तो थवले में वो थबा नहीं बना अच्छा क्या है तो दे चुके थे माछै रहेछ नि माछै रहेछ सुम सुजी पनि रहेछ यहाँ सुमी सेलापी होला नि यो भित्रिया हो र जिसी देखिए टिकट त्यही सामग्री बतायो नि त होला मासु जसले डल्ले डल्ले खेली कतले कतले त नबन्दै हो कि त हो कि नभई हो म त यस्तो डाँडा पनि यस्तो लेख्नु नि क्या माछा हुन्छ माछै रहेछ गाडी जोड्दा त्यो डाँडै काटेर गएछ नि हेर्नु कहिले नजिक त हौ अनि त सुन्नु त सबैले सुनिदिनु त सबै खुर्जानु दालको वरिपरि पनि पानीमा टेक्नु नगर्नु होला एउटा ढुङ्गा हुनुहुन्छ त्यहाँ पानीको छेउमा सेतो ध्वजा बाँधेको त्यहाँ चाहिँ बिराम्रो नागहरू दिनुहुन्छ हामीले थुक्ने पानीमा टेक्ने कोरो गर्न दिँदैन कि भाइ है गाह्रो चाहिँ नमानिदिनु है तपाईँ मजाले घुम्नु फोटो खिच्नु सबै कुरा गर्न मिल्यो थुक्न पानीमा टेक्न ढुङ्गा हान्न माछालाई ढुङ्गा पनि नहानिदिनु होला किनभने यो सबै ऊ त्यो मनुष्य हो कि गुम्बाको माछाहरू छ त्यत्रो लामाहरूले देख्यो भने चाहिँ जरिमाना ठोक्छ त्यो चाहिँ गाह्रो नमानिदिनु केही नगरिदिनु होला है मजाले घुम्नुहोस् फोटो खिच्नुहोस् है माछा बाहिरबाट ल्याएर हालेको बाहिरबाट ल्याएर लामाहरूले गुम्बाको नाममा छोडिदिएको माछा हामीले पनि राख्न मिल्छ मिल्छ तपाईँले ल्याएछ भने छोड्दै हुन्छ घर के देखाउने घर के देखाउने माछा लागल बेच्ने दिनु होइन अब माछा लागेको माछा होइन यो 5 कुन्टल पाइले नि लिइरहन्छ
चाहिँ अब कसैले बेसी नाफाको रूपमा भनेर भयो त्यो सेतो ढुङ्गा चाहिँ नछुनु रे नाकै